हेलो गाइज, आई होप सन्चै हुनुहुन्छ होला। वेलकम ब्याक टु माई च्यानल। र आज हामी राराको लागि जाँदैथ्यौँ। अहिले हामी सुर्खेत अनि त्यसको लागि हामी सुर्खेत आइसकेका छौँ। अब सुर्खेत आएर चाहिँ उसको अङ्कलको आन्टीको घरमा बस्छौँ। यो चाहिँ आयुष हो, यिनी ओम महासेठ हो। यिनको घर चाहिँ दार्जिलिङ हो। तिम्रो घर चाहिँ कहाँ अरे? मुगु हो। यसको घर मुगु जहाँ छ त्यहीँबाट हामी जाने हो। तिम्रो घर दार्जिलिङ होइन? यिनको दार्जिलिङ हो। हामीले सँगै पढेको साथीहरू हो। धेरै लामो समयपछि भेट भयो, त्यही भएर हामी घुम्न जाँदैछौँ। राराको लागि जाँदै हो। सो राराको एक्सपिरियन्स कस्तो हुन्छ अनि वेल तपाईँ हामी जस्तै बाटोमा यसरी घुम्न आउन चाहनुहुन्छ भने कति लाग्छ भन्दाखेरि, जो कोही काठमाडौँबाट आउँदै हुनुहुन्छ भने सुर्खेतसम्म आउनलाई 2500मा आउन सक्नुहुन्छ। र कोही दाङबाट आउँदै हुनुहुन्छ भने 1000 रुपियाँमा आउन सक्नुहुन्छ। र कोही पोखराबाट आउँदै हुनुहुन्छ भने 2500 नै लाग्छ। पोखराबाट आउँदै हुनुहुन्छ भने पनि ल। र प्रिपेयर हुनु होला र हाम्रो भ्लग अन्तिमसम्म हेर्नु होला। थ्याङ्क यू, धन्यवाद। र दाइले हाम्रो प्लान के हो भन्छ रारा घुम्न जाने। तिनवटा छ, उहाँ भाइ त होइन, हामी दुईवटा अनि एकजना उता बस्न। अनि के हो प्लान के हो भन्दाखेरि तिनवटाले एउटा लिएर आउने कि दुईबाट। सो गाइज, दिस इज अशोक होइन। अनि हामी आज राराको बुलबुले ताल जाँदैछौँ। रारा टु बुलबुले कि बुलबुले टु रारा? सुर्खेतको बुलबुले सुर्खेतको बुलबुले ताल जाँदैछौँ। त्यही भित्र आइसक्यौँ। तिम्रो नाम के अरे? ए नमराज साई हुन्। ओ गाइज, हामी 4जना भएर चाहिँ अहिले बुलबुले ताल, सुर्खेतको बुलबुले ताल आछौँ। अनि कति टिकटलाई कति भन्यो अरे? टिकटक होइन क्या, टिकट। त्यही त टिकटलाई कार्ड भयो भने 10 रुपियाँ, नभयो भने 20 रुपियाँ। के को कार्ड? नागरिकता कार्डमा आइडी कार्ड। ए आइडी कार्ड भयो भने 20 रुपियाँ, नभए पनि 10 रुपियाँ। आइडी कार्ड भयो भने 10 रुपियाँ, नभयो भने 20 रुपियाँ। यसले उल्टो भन्यो, आइडी कार्ड भएन भने 20 रुपियाँ अरे, भयो भने 10 रुपियाँ अरे। आइडी कार्ड भयो 10 रुपियाँ त भाउ। ए ल ठिक छ। आइडी कार्डको के फाइदा भन्नाले आइडी कार्ड भयो भने महँगो पर्दो रहेछ गाइस। जाँड खाएले अलिकति आज यहाँ छान्छ। यस्तो त बोल्दैनन् कि पागल साथीहरू अलि यसको होस् देख्नु सो होला। एकर्डिङ टु प्रश्न सोध्छ। सो यो मैले काटिदिन्छु, कट। एकर्डिङ टु दिस होइन, हामी अब राराको बुलबुले ताल लगभग आइसक्यौँ। यहाँको बाहिरिक रूपमा सुन्दरता पनि खतरा छ। यु वान्ट टु सी? ओके। बुलबुले ताल नेरको यो बाहिरिक सुन्दरता, त्यो अगाडिको स्त्रीलाई नहेर्नु होला, इग्नोर दिस। त्यो फोन फर्काउने अनि पागल जस्तो कुरा। सो यो बाहिरी रूपमा सुन्दरता छ जोस्। यो चाहिँ भित्रको सुन्दरता हो। यहाँबाट चाहिँ यो मलाई लाग्छ आर्टिफिसियल खोला नै हो। त्यसपछि अब भित्र गयो भने फोटो नि खिच्ने भाउ, फोटो खिच्ने ठाउँ यस्ता राम्रो ल म खिच्दै ल भयो ल जाउँ ल। आयुषको म फोटो खिच्दैछ कि। अनि यो रुख हेर्न, बाफ्रे। आई लभ बुलबुले, यु लभ बुलबुले, इट मिन्स ओके। सो यो त मैले सोचेको थिएँ प्राकृतिक रूपमा ठुलो ताल भनेर सोचेको थिएँ। रहन्छ कुन हो यो? होइन के हो यो? यो नुहाउने र लुगा धुने रहेछ। नुहाउने, लुगा धुने अनि के भाँडा धुनेहरू यही होइन? ए ल। अनि ओम, हाउ डु यु फिल अबाउट दिस? ब्युटिफुल छ, हेर्दा राम्रो छ, सबै कुरा छ होइन। तर मैले के नेचुरल कुरा एक्सपेक्ट गरेको थिएँ। त मान्छेले जहाँ पनि बनाउनु मिल्छ नि यहाँनिर, राम्ररी ट्रीहरू रोकेर यस्तो बनाउनु मिल्छ। मलाई त के नेचुरल चिज रहेछ कि ताल उम्लिने बुलबुल गर्ने ताल रहेछ कि भन्ने सोचेको थिएँ। सो हामी अझै गइपुगेका त छैनौँ नि। खै एक्सपेक्टेसन भर्सेस रियालिटी नहोला, त्यो भन्दै हामी जान्छौँ। अनि के छ? हाउ डु यु फिल?
नहीं बाई द वे जिस्किन छोडेर यो कस्तो फिल भइरहेको भन्न के यो भनेको आई हेभ सिरियस दर्शकहरू यहाँको वातावरण यहाँको के भन्छ एक्सेल धेरै गर्ने होइन यहाँको प्रकृति देखेर मलाई के भन्छ एक किसिमको भित्रैबाट आनन्द महसुस भएको छ अरू त यहाँ रङ्गी चङ्गी फुलहरू खेलिरहेका छन् बारीमा रङ्गी चङ्गी फुलहरू त्यस्तै गरी म पनि यहाँ भमरा बनेर फुल खिच्न आइरहेको छु यस्तै त हो प्रकृतिको सुन्दरता भने भमरा सो यो फाउन्टेन रहेछ यहाँ राम्रो तर चले होइन आई डोन्ट लाइक इट सो गाइज यहाँ चाहिँ खतरा तरिकाले आर्टिफिसियल्ली ऊ लगाएको छ बार लगाएर एकदमै उसले अगाडिबाट डान्स गरेको भिडियो नहाल्ने रे ऊ कति नै राम्रो ओ फाइन वी डिड इट गाइज डिड इट दिस इज बुलबुले गाइज तपाईँहरूले देख्न सक्नुहुन्छ हामी बुलबुल तालमा फाइनली आइसकेका छौँ अनि यो बाहिरतिर आर्टिफिसियल्ली यताउता जे गरे पनि त्यो ताल चाहिँ नेचुरल हो मैले थाहा पाइसकेँ अब यहाँबाट हामीले पानी नपरेको भए बोटिङ गर्छौँ अहिले चाहिँ मौसम बिग्रेको कारणले पानी परिरहेछ ओभरअल द्याट्स एक्सट्रिमली नाइस तर पनि एनी हाउ म बोटमा जाँदैछु बोटमा जान मिल्छ होला नि ए हो र So this is overall बुलबुले ताल सुर्खेत है guys. बुलबुले सुर्खेत ब्रान्च बुलबुले ताल guys. This is overall view. पानी परिरहेको अहिले चाहिँ हेर्न सक्नुहुन्छ अनि बोटिङ यताउता गर्न मिल्थ्यो होला सब बन्द भएको छ त्यो कारणले थोरै ब्याड वेदरमा परे पनि ओभरअल नाइस भ्यू चाहिँ हेर्न पाइयो नट ब्याड हिँडेको हजुरलाई थाहा नै छ सो ओभरअल इट वाज गुड एक्सपिरियन्स इन बुलबुले ताल त्यति राम्रो छैन जुन रूपमा कसैले एक्सपेक्ट गरेर आउँछ अथवा राम्रो नेचर भएको बेला यत्तिकै यहाँ नजिकबाट घुम्न आउँछु भनेर घुम्नुभयो भने त ठिकै छ तर मैले यसलाई रेटिङ दिन्छु 10 मा 5 रेटिङ दिन्छु त्यति राम्रो छैन नर्मल्ली अब जस्तो ओभरअल 5 रेटिङ दिनलाई पनि त तिमी बाबु तिम्रो के भन्छ पैसा नि कम पर्यो नि बाबु पैसा कम पर्यो 20 रुपैयाँमा इन्ट्री छ अनि पागल मेरो 2-3 हजार खर्च भा कहाँबाट आएको म यहाँको बासिन्दालाई भनिरहेको छु मैले बाबु तिमीलाई बाहिरबाट आएकोलाई यहाँको बासिन्दा त नर्मल्ली आइराख्छ नि त यार यहाँको बासिन्दाहरु नर्मल्ली आउनु भनेको के हो सो मैले जुन रूपमा सोचेको थिएँ बुलबुले ताल भनेको निलो ताल होला सब खतम हुन्छ यहाँ आएपछि एन्जाइटी खतम हुन्छ यहाँ आएपछि एन्जाइटी हुन्छ बरु तिम्रो पो हुन्छ टाढाबाट आएर ए नर्मल्ली टाढाबाट कोही आउँदै हुनुहुन्छ भने बुलबुले तालको उद्देश्यले नआउनु होला डाइरेक्ट सजेसन अनि कोही नजिकबाट आउँदै हुनुहुन्छ भने आउनु होला धेरै राम्रो छ अनि यताउता गार्डनिङहरू जस्तो यो रुख हेर्न सक्नुहुन्छ यस्तो राम्रो छ यति ठुलो छ यताउता यहाँ बस्नलाई पिकनिक गर्नलाई ओभरअल बेस्ट छ तर अब टाढाबाट आयो भने इट्स टेक लट्स अफ मनी सो डोन्ट टेक रिस्क गाइज ओके यहाँ पानी परिसकेको छ अब त्यही भएर हामी यहाँ जान्छौँ मैले निकाल्छु कति निकाल्छु मलाई थाहा छैन निकाल अहिले कति छ